ओए सुने त यार एउटा हो हामी चाहिँ पिच रोडमा आइसक्यो अब राडी कालिका कि रडा कालिका जाने लागिरहेको छौँ टक्क लाएर केटाहरू अगाडि 2 जना छ पछाडि 1 जना छ हामी 4 जना 8 जना 4 वटा बाइकमा हामी जानुपर्ने चाहिँ उते पारी कुन हो डाँडा हामी उते पारी होइन जम्मा भएको त्यही पारी हो धेरै टाढो छैन अब एउटा हो चाबी अप्मुची हामी मोलाबाट सुतेर आम यहाँ तल उसमा टुकन्टीहरू थुप्रै छ केटा हो ल केटा हो 35-40 वटा बाइक गइसक्यो र हामी नि अब जानुपर्ने हुन्छ पछाडि एउटा 2 छैन बाइक सबै केटाहरू अगाडि गइसक्यो र हामी चाहिँ होइन जानुपर्ने हुन्छ अगाडिकोसँग टक्कर हान्नु पऱ्यो क्या टक्कर गरेको भिडियो हान्नु पऱ्यो के गरे धोतीले ल केटा हो फेरि हाम्रो चाहिँ होइन यहाँ टोपी खसिसकेको छ टोपी झऱ्यो र गाह्रो भइरहेछ माकुरी आँखा सबै धुलो धुलो बाइकको सिसामा यस्तरी धुलो छ टक्क होइन आजको तिहारको दिन टिकाको दिन टोपी झरेर हामी चाहिँ टिप्दैछौँ र केटाहरू सबै अगाडि गइसक्यो केटा हो है अब यस्तै हो भ्लगहरू रामेले हो के ओए रामे के गरी ला म टोपी लाउन जान्दैन फर्स्ट जोडी लाग्यो है अब के गर्ने हिँड 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 पागल हो पछाडि बोकेर केटा अब यहाँ एकजना दाइ चाहिँ हेरेको हेरै छ किन हेरेको के थाहा छैन है हामीलाई हेरेको हेरै छ कताको भ्लगर आयो भन्ने ठानेको होला सिधै खैको बुढो मान्छे होइन डेन्जर छ बे केटा हो यस्तै छ भ्लगहरू है केटाहरूले अगाडि जानु दिएन क्या मान्छेले पठाउँ भनेको
छोड सुने छोड ए राणा मान केटा हो एकदम दामी एकदम ब्युटिफुल राणा कालिका मन्दिर छ अनि यता केटा म एक्लै छु यता माथि बाँदर पनि हुनसक्छ हामी चाहिँ हिँड्दै आएको 4 घन्टाको बाटो टक्क सिडीहरू दामी गरेछ मेहनत छ केटा हो किरान चोकतिर केटा अगाडि जाँदैछ तू ड्रीम वाली है मैं ख्वाब वाला हूँ तू स्क्रीन वाली है मैं किताब वाला हूँ तू गोरी गोरी है मैं थोड़ा काला हूँ तू ही गोरखती है मैं छोड़े यार वाला हूँ 16 तारीख थी दिसंबर की बात ठंड वाली रात थी हाथ में थे हाथ तू ही पहले वाली तू एंड वाली है मैं सादे कपड़े पहनूं तू ब्रांड वाली है तू ड्रीम वाली है मैं ख्वाब वाला हूँ तू स्क्रीन वाली है मैं किताब वाला हूँ वो चाय पीता हूँ मैं जिंदगी के आसमां में खुल के जीता हूँ तू कॉफी वाली है मैं चाय पीता हूँ मैं जिंदगी के आसमां में खुल के जीता हूँ तू जीत वाली है मैं हार रखता हूँ मैं नफरतों में भी थोड़ा प्यार रखता हूँ जो ज्यादा गुस्सा होती है तो रो देती है मुझे हर बार पाके वो खो देती है दिल के साहिल में जो कश्ती रहती है वो मीम मुझको भेज के हंसती रहती है तू ड्रीम वाली है मैं ख्वाब वाला हूँ तू स्क्रीन वाली है मैं किताब वाला हूँ कालिका आइसकेको छ हेर्नु होला मन्दिर यतातिर छ मन्दिर चाहिँ हैन के कस्तो छ हेर्नु होला दर्शकबिनहरु कस्तो लाग्छ हाम्रो च्यानलमा अनिल तामाङ च्यानलमा हेर्नु होला भ्लग हेर्नु होला हैन लाइक सब्स्क्राइबर हान्दिनु होला यतातिर साइडतिर आहा तलबाट आउँदा चाहिँ अलि मुस्किलै पर्छ हैन माथि आइसकेपछि चाहिँ मन आहा हुने क्या सरर हावा हान्छ हैन चारैतिरबाट अनि उ यतातिर भ्यू टावर पनि छ हेर्नु होला गाइस कस्तो लाग्छ उहाँ पारी भ्यू टावर छ हैन यहाँनिर रडा पालिका मन्दिर छ हैन यतातिर हेर्नु होला यो घन्टी भयो हैन यो जियो बान्ने भयो यहाँनिर उ छ के रे क्यामेराबाट नि हेर हेर्नु होला गाइस यहाँनिर चाहिँ यो के को बोट हो यो कमेन्ट हान्दिनु होला गाइस कस्तो लाग्छ हैन कमेन्ट हान्दिनु के भन्छ यहाँनिर घन्टी छ घन्टीको यतातिर यो देखाइदिनु होला गाइस टक्क म घन्टी बजाउँछु यो दामी छ है दामी 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 नाइस छ है नाइस 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 कट क्यामेरा
क्यामेरा छ त ठुलो क्यामेरा त्यही अनि ठुलो क्यामेरा छ झोलामा म चाहिँ यतातिर यहाँनिर यहाँ पण्डितहरूले उ गर्नु भइरहेको छ हेर्नु होला यहाँ चाहिँ के अरे रामे सम्धी हुनुहुन्छ यतातिर रामप्रसाद यतातिर सुनबहादुर यतातिर बुद्धिलाल हुनुहुन्छ अनि त्यहाँबाट यतातिर चाहिँ रामे हुनुहुन्छ रामशरण यतापट्टि दोर्जी हुनुहुन्छ म चाहिँ मै भएँ क्यामेराम्यान होइन क्यामेराम्यान उतापट्टि छ होइन कस्तो लाग्छ